Here is my boat. Wait. Nice. फिलहाल पोटे is my riding. पोटे डाइ भन्दै दाजु डाइ भन्नु. Hello guys, welcome back to my channel. आज चाहिँ we are going to swimming pool. केटाहरु पनि छ यहाँ तलपट्टि स्कुटीहरु निकाल्दैछ हैन दिन जस्तो छ. This is my home level Hursinghata हैन. Let's go. I will show you all my friends. केटाहरु हुँदैछ आधी चाहिँ भ्याएन आउनु जो आउँदैन अब रिग्रेट हुन्छ तिनीहरूलाई चाहिँ आज हामी स्विमिङ पुल गएको हैन. केटाहरु पनि आउँदैछ तल भेट हुन्छ गाइस. I will show you my boys. Let's go. Here is my boat. Boy तर्साउन खोजेको यता हेर्दै न भाइ. एक के आयुष गुरुङ यता छ हाम्रो ब्रदर. यहाँ छ खतरा राइडर. मेरो कोमा त हेर्दै रातो देखिरहेको छ आज हैन. कतिवटा पिम्पल प्याच खै यिनीहरू चाहिँ मैले लगाएको देख्दा लगाइहाल्यो हो. अर्को पनि छ लगाउने आउँदैछ केटाहरू. लेट्स गो. अब गो टु घट्टे खोला. बाटो चाहिँ हाम्रो यो ओह्रालो बनिँदैछ कहिले बनिसक्ने याद छैन हो. लेट्स गो. फिलहाल पोटे इज माई राइडिङ. फिलहाल पोटे इज राइडिङ माई स्कुटी हेर पछाडि छ आइस बाहिर. अन्त केटाहरू म आउँदैछ अहिले होइन. आज चाहिँ स्विमिङ पुल सिधा आज चाहिँ यहाँबाट गऱ्यो भने चाहिँ लामो हुन्छ ब्लगको गाइस. अब सिधै तल कन्टिन्यू गर्छु खोलामा. लेट्स गो. You can see the view guys. This is the Tokda Lama Taro. माथि कता कता चाहिँ यो ओह्रालो पनि सर्टकट हो गाइस. सिधै यु अल क्यान रिच आउट देयर. यो ओह्रालो गयो भने पनि हाम्रो राइडर म्याकको देखिने छ होइन. आज दिन चाहिँ धन्न अहिले चाहिँ फिलहाल घाम चाहिँ हल्का छ गाइस. अरू बेला चाहिँ गरम हुन्छ हो. र मेरो पनि के हुन्छ घाम चाहिँ लागोस् माथितिर चाहिँ पानी पर्ला जस्तो भइरहेको छ हो. हाम्रो एस्टर्निङ हो गाइस होइन. भाइ बाटो चाहिँ यस्तो छ एस्टर्निङ चाहिँ होइन. चाहिँ हामी चाहिँ रुङदुङ खोला पुग्न आँट्यौँ. त्यहाँबाट माझे उतै जानुपर्छ. घट्टेको स्विमिङ पुल गएको होइन गाइस. आँपकोटे आई विल सो यु गाइस. अब चाहिँ सिधा तल रुङदुङ पुगेर देखाउँछु ल गाइस. गाइस चाहिँ पोर्ट रिच रुङदुङ खोला होइन. हाम्रो चाहिँ यहाँ चाहिँ बाटो चाहिँ दामी बनाएछ. हुँदैछ आउँदैछ प्रोग्रेसमै छ. गरम रहेछ गाइस यो ओह्रालो चाहिँ. यो चाहिँ हाम्रो रुङदुङ खोला आइपुग्यो गाइस. यहाँ चाहिँ सरस्वती पूजाको दिन चाहिँ हेभी भिड हुन्छ होइन. रुङदुङ खोलाको ब्रिज चाहिँ यही हो गाइस होइन. यहाँबाट बोल्दै पनि होइन. ल गाइस अब चाहिँ मैले कुदाएको राइडर अब चाहिँ आयुष भाइको बाइक कुदाइ हुँदैछ. त्यो यस्तो पनि रहेछ. अब हेरौँ भयो आयुष भाइ पक्रै. सक्सेसफुल. तर आयो भने चाहिँ बिस्तारै आउने गाइस. हामी चाहिँ आइपुग्यो गाइस होइन. अब पुल आइपुग्यौँ हामी. पुल चाहिँ मेरो बाइक चाहिँ यहाँ छ. अन्त सक्छ केटालाई. पुल चाहिँ यहाँ छ गाइस होइन. तेरे नैना कस्तो लुगा सबै लगेर गइदिएको बजार. दामी भइदिइरहेको रहेछ गाइस दिन चाहिँ.
चाहिँ घटेको हो यताबाट चाहिँ फेरि यस्तो हो पर माने डाँडा पिछाडिको थियो त्यसको त भने तकदार पुग्छ यो घटेको यस्तो छ गाइस लेट्स गो लु जो भाइ जो केटाहरू आउँदैछ गाइस यस्तो छ यहाँ चाहिँ होइन स्विमिङ पुल चाहिँ दामी भइदिरहेको रहेछ कति महिना बाद आउँदैछ होइन गाइस हामी चाहिँ गएर खेलिदिने हो हल्का अरू केटाहरू चाहिँ आउँदैछ अहिले चिमा जो आउँदैन रिग्रेट भयो गाइसलाई चाहिँ हो लेट्स गो के हुन्छ अरे डर छ नि हुन्छ नि घाम पानी अयो यिनीहरूले चाहिँ खै मैले लगाएको देखाउँदा यता कहाँ छ पिम्पल प्याच खै झर्दैछ नि ए सबले लगायो गाइस मैले लगाएको देखेर यतानिर यो खेलिदिँदै रहेछ हाम्रो केटाहरू आउँदैछ त्यो छ दिन चाहिँ ल खेलिदिउँ होइन भाइ अब भाइको चाहिँ यहाँ के लग्दो अरे तिम्रो चाहिँ के लुगाइ लुगाइ सब लग्दो अरे होइन ऊ परगासी केटा चाहिँ यहाँ विवेकदा घर चाहिँ यहाँ हो खयो ऊ त लौ यस यो घर अब केटा त्यहाँबाट आउनुपर्छ यता दिन चाहिँ दामी भइदियो गाइस अब पस्ने हो होइन भाइ एकछिन पर्खिदिउँ ल केटाहरू लो डाइभ हान्देऊ लु सुन भाइ डाइभ ए यस्तो त छ ए बोटे डाइभ हान्दैछ लु डाइभ हान्नु मामा नाइस लु आइस भाइकोबाट लु एक छिटो आइस भाइ ए औडे हो केटाहरू चाहिँ आइपुगेको छैन आउँदैछ भन्दैछ गाइस केटाहरू आएर देखाउँछ अब लेट्स गो केटाहरू चाहिँ स्विमिङ नखेलेर के गर्दैछ भनेर चाहिँ देखाइदिइहाल भाइ अब्बुई यस्तोहरू त छ केटाहरू बस्ने अरे लो बस्दै भाइ लु 1 2 3 लु छिटो अन्त यता हेर्दैन भाइ यो गाइस होइन म चाहिँ जस्ट खेलिसकेँ केटाहरू चाहिँ खेल्दैछ लु कस्तो खेलिसकेँ म चाहिँ होइन अब चाहिँ एकछिनमा चाहिँ जानुपर्छ सो खेलेको होइन गाइस सब केटा पनि खेलिसकेछ चाहिँ जाने हो गाइस बाई बाई केटाहरू चाहिँ फर्क्यो अब गाइस यता स्विमिङबाट होइन मजा आइदियो बेग्दा अनुहारै नदेखाउनु हुने थियो नि त मजा आइदियो गाइस आज फर्किने हो बाई बाई चाहिँ हामी स्कुटीहरू केटाहरू यहाँ मजा आइदियो सबैजना ओ सुयस भाइ मजा आइदियो मजा आइदियो कपाल पनि पहिलो भइदियो अन्त के बोक्दिएको हौ सामानहरू है सिधै स्कुटी भएको यहाँ चाहिँ हाम्रो केटाको बसन्तीहरू छ के भयो अरे यहाँ चाहिँ हाम्रो केटाको बसन्तीहरू यहाँ पिम्पल प्याच मजाको छ लेट्स गो दामी हवस् बाई बाई ए ल बाई गाइस
आजको भ्लग चाहिँ त्यति थियो केटाहरू पनि गयो होइन सी यु इन द नेक्स्ट भ्लग गाइस लाइक सेयर एन्ड सब्सक्राइब फेरि मिल्यो